हेलो हेलो गाइज, हाम्रो स्ट्रबेरी चाहिँ फुल्न लागिसकेछ है। र आज चाहिँ हामी स्ट्रबेरीको फुल काट्दैछौँ। चाहिँ अहिले स्ट्रबेरीको फुल काटेपछि चाहिँ पछिल्लो अलिकति फक्रिन्छ, प्लान्ट राम्रो हुन्छ भन्ने हुँदो रहेछ। अनि त्यही भएर हामी चाहिँ अहिले सानो सानोदेखि लिएर ठुलो ठुलो सबै काट्न लाग्छौँ फुलहरू। यो फर्स्ट लटको फुल काटिसकेपछि सेकेन्ड लटबाट बल्ल राख्ने भन्दैछ है। अब त्यस्तो राम्रो राम्रो पलाइसकेको फुलहरू, स्ट्रबेरीको फुल यस्तो राम्रो भइसकेछ, तर पनि अब काट्न पर्यो। त्यो राम्रोसँग फुलिरहेको है, हेर्नु त। आज चाहिँ हाम्रो काम जति सब फ्लावर कटिङ, स्ट्रबेरीलाई स्याहार सुसार गर्ने। यो चाहिँ फर्स्ट स्टेज फ्लावर कटिङ, फर्स्ट स्टेज। यो स्ट्रबेरीको प्लान्ट चाहिँ 1 वर्षको लागि हुँदो रहेछ। अनि यो कोकोपिट चाहिँ 2 वर्षको लागि। फर्स्ट स्टेजको फुल काटिसकेपछि अब चाहिँ बोट बिरुवा चाहिँ एकदम राम्रोसँग झाँगिने, त्यसपछिको बल्ल फ्लावर राखेर अनि स्ट्रबेरी बढाउने रहेछ। स्ट्रबेरी अब के भन्ने त्यसलाई चाहिँ, हेर्नु यस्तो राम्रो फुलेछ है। काट्न पनि यस्तो नराम्रो लाग्ने भने कामै यही भएपछि काट्न नि पर्यो। अनि त्यस्तो राम्रो राम्रो फुलहरू काटेर यो पुरै यत्रो लेयर छ, 4वटा लेयर, 4वटा लाइनको सबै स्ट्रबेरीको फुल काटेर भ्याउने आज चाहिँ। उता एकजना सरोज दाई उता फुल काट्दै हुनुहुन्छ, उहाँ चाहिँ सुनिल भाइ। म चाहिँ यतापट्टि छु फर्स्ट लाइनमा। हजुर यता हेर्नु नि त, निचे निचे त देखो, अलिकति तल। आएवा फुलहरू। सुनिल भाइ एउटा यो फुलहरूको बारेमा एउटा गीत गाइदियो त। वाह 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 भाइ, वाह वाह, बधाई छ, धन्यवाद धन्यवाद। हामी चाहिँ जे होस् रमाइलो गर्दै काम गरिरहेछौँ, फुल काट्ने काम। आज भ्याउँछ भ्याउँछ, तन्किनु न यार। हुन्छ आज तर यस्तरी प्लान्टले के हामीलाई गाली गर्यो होला होइन, फुल काटिदियो नि त। तर हामीलाई केही मतलब छैन, किन थाहा, प्लान्ट अरबमा छ नि त। यसले अरबीमा गाली गर्यो, हामीलाई अरबी माफी मालुम होइन। त्यही भएर खचार 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 फुल काटिँदैछ। अब केही हप्तापछि चाहिँ यो स्ट्रबेरी लगभग भनौँ न, यो फुलले चाहिँ लाइट छिप्कायो भने अहिले स्ट्रबेरी लामो समयसम्म राम्रोसँग नचल्न सक्छ, राम्रो उत्पादन दिन नसक्छ। त्यस कारणले चाहिँ अहिले यसलाई काटिराख्यो भने यसको जुन कलिलोपना रहन्छ त्यो रहिरहन्छ र पछि चाहिँ फलले राम्रोसँग दिन्छ। त्यही भएर यो फुल चाहिँ अहिले काट्न एकदमै आवश्यक भएर अहिले चाहिँ हामीलाई फर्स्ट स्टेजमा यसको फुल हामी काटिरहेका छौँ। यसपछि अबको दिनमा केही दिन स्ट्रबेरी पनि फल्छ, त्यो हामी तपाईँलाई अगाडिको भिडियोमा देखाउँछौँ है त। आज चाहिँ हाम्रो फुल काट्ने काम हो यो। हाम्रो सरोज दाजु चिल्याक्स पारामा है। रोकिन, म जुम गरेर देखाउँछु ल। भन्नु त, खालिसक्नु भयो? म नाच्न चाहन्छु फुललाई पनि। ल ल ल, अलि ठुल्ठुलो फुल, अलि राम्रोसँग काट्नु है। घचार 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 घचार। ल ठिक छ, ल ल ल। बिहानसम्म यस्तरी भिडियो खिच्दाखेरि सेतै देखिन्थ्यो है, अहिले चाहिँ फुल काटेर हरियो मात्रै देखिन थाल्यो प्लान्ट चाहिँ स्ट्रबेरी। लगभग हामीले चाहिँ एराउन्ड 3-4 किलो जति फुल काट्यौँ होला यो एउटा लाइनमा मात्रै। एउटामा 10वटा छ, 10वटा भन्नाले एउटामा चाहिँ एउटा 10-10वटा रुम छ, एउटा ट्रेमा 7वटा प्लान्ट छ, अनि एउटा लाइनमा 6वटा ट्रे छ। कति हो कति, लगभग एउटा यो रुम नम्बर 1 को 1 लाइनमा लगभग 1200 एउटा प्लान्ट छ। 1200 एउटा प्लान्टबाट लगभग हामीले 4-5 किलो जति फ्लावर चाहिँ काट्यौँ आज। यहाँ छ, यहाँ झोलामा, उतापट्टि झोलामा, भएन भने त्यहाँ बाल्टीमा, जताततै फ्लावरै फ्लावर छ। अब चाहिँ योतिर यो लाइन काट्न बाँकी छ। हामी लगभग 2 जनालाई यो एउटा लाइन काट्नको लागि कति दाइ 3 घन्टा लाग्यो क्या है? 3 घन्टा लाग्यो। अब ड्युटी सकिन चाहिँ अझै 2-2.5 घन्टा बाँकी नै छ छन त। हजुर
अब यो प्लान्टको चाहिँ फुल काटिसकेपछि चाहिँ लगभग प्लान्ट अलि गाँचिँदो रहेछ, मस्तले राम्रो भएर आउँदो रहेछ। अनि त्यसपछि फ्रुट्स चाहिँ स्ट्रबेरी चाहिँ अलि राम्रोसँग मजाले लाग्दो रहेछ। भन्नु खोजेको अलि धेरै नै लाग्छ। अब प्लान्टको चाहिँ यो अहिले यस्तो छ है, यस्तो छ। यसलाई चाहिँ अहिले एकछिनमा पानी चलाउने हो। यो चाहिँ नयाँ बिरुवा आएको हो, तर एकचोटि यो मरिसकेको भएर फेरि पानी हालेर चाहिँ यो अहिले अलि राम्रो भएको। अब केही दिनमा चाहिँ यस्तै देखिन्छ है। ल हेर्नु, यो लाइनको चाहिँ यो लाइन चाहिँ अलिकति बिग्रेको लाइन हो, तर केही छैन, यो 1-2 दिनमा फेरि राम्रो भइहाल्छ। दबाई पानी हालेर त्यतातिर नि राम्रो छ। सरोज दाइले अझै एउटा लाइन काट्नै बाँकी छ, दाइले चाहिँ काट्दै हुनुहुन्छ। मैले चाहिँ उतापट्टिको लाइन काटेर भ्याएँ, दाइले यता काट्दै हुनुहुन्छ। फुलहरू तल छ, अब फेरि सट्ट क्लिन गरेर यहाँ चाहिँ पानी लगाउने हो अब है त। अब मेसो मिलेछ भने भिडियो बनाउँला, नत्र ठिकै छ होला।